ल है त केटाहरु एकदमै इम्पोर्टेन्ट एमसीक्यू है त आजको लागि चाहिँ नि यो चाहिँ पोरिफेराबाट रहेको छ हैन अनि अरु पनि आउँछ यस्तै गरी ल फर्स्टको क्वेशन पढ ब्ल्याक वाटर फिभर इज कज्ड बाइ अब के को हो यसको एन्सर के लाउँछौ तिमीहरु प्रोटोजुआ है यसको एन्सर प्रोटोजुआ हो अनि यो सेकेन्डको के छ क्लासिफिकेसन अफ फाइलम प्रोटोजुआ इज बेस्ड अन अब क्लासिफिकेसन के को आधारमा गरेको थियो रिकल हान त तिमीहरु टाइप अफ अर्गान अफ लोकोमोसन के फ्ल्याजिएलाटा स्पोरोजुआहरु त्यो टाइपको भएर यसको एन्सर बी भयो है त अनि 3 को के छ प्रोटोजुओन्स क्लास दैट डजन्ट क्यारी इट्स नेम आफ्टर लोकोमोसन अर्गानेल्स इज के हो यसको एन्सर फ्ल्याजिएला राइजोपोडा सिलिएटा स्पोरोजुआ मध्ये स्पोरोजुआ हो है स्पोरोजुआ भने स्पोर फर्मेसन भन्ने टाइपको बुझ्छौ हैन तर यसको नेम चाहिँ त्यस्तो हुँदैन अनि 4 को के छ युग्लिना बिलोंग्स टु किंगडम अब यो चाहिँ गाह्रो पर्ला है तिमीहरुलाई युग्लिना के हो भनेर मोनेरा हो त किंगडम भनेसी कि प्लान्टै कि एनिमलिया हो है त यसको एन्सर चाहिँ एनिमलिया हो है त अनि काला आजार इज कज्ड बाइ यो चाहिँ एकदम इम्पोर्टेन्ट क्वेशन राख ल स्टार लाएर राख ल यो चाहिँ स्टार लाएर काला आजार इज कज्ड बाइ अब यसको एन्सर के हुन्छ ट्राइपेनोसोमा हो कि हैन के हो यसको एन्सर चाहिँ के हुन्छ भने 5 को चाहिँ नि सी हुन्छ लेशमानिया हैन त काला आजार भन्ने बित्तिकै लेशमानिया इम्पोर्टेन्ट क्वेशन है यो अब 6 को व्हाट वुड ह्यापन टु कन्ट्याक्टल भ्याक्युल इफ फ्रेश वाटर प्रोटोजोन्स आर प्लेस इन सलाइन अर आइसोहाइपोसोमेटिक फ्लुइड भने त्यो नुन पानी जस्तै हल्का हायर कन्सन्ट्रेसन भएको है त अब 6 को के हुन्छ भने चाहिँ नि इट वर्क्स फास्टर हुन्छ के जे भयो नि किन फ्रेश वाटर प्रोटोजोन प्लेस इन सलाइन के त्यो चाहिँ वर्क फास्टर हुन्छ है त यसको एन्सर चाहिँ डी भयो र अब 7 नम्बरको हो सेलुलोज डाइजेसन अफ टर्मिट्स इज क्यारिड आउट बाइ अब सेलुलोज डाइजेसन केले काज गर्छ मोनोसाइटिस हो कि के हो यसको एन्सर चाहिँ नि ट्राइकोनोमाइफिक यो बी नम्बरको है काला आजार इज कज्ड बाइ यहाँ पनि हेर के हो यसको एन्सर लेशमानिया हो पक्कै पनि लेशमानिया हो एमोइबा कान डाइजेस्ट अब यो चाहिँ इम्पोर्टेन्ट है एमोबाले के डाइजेस्ट गर्न सक्दैन भने चाहिँ एकदम इम्पोर्टेन्ट के अब प्रोटिन एन्ड स्टार्च है त अनि किन हो भने एमोबा क्यान नट डाइजेस्ट फ्याट है त एमोबाले फ्याट डाइजेस्ट गर्दैन प्रोटिन र स्टार्च चाहिँ डाइजेस्ट गर्न सक्छ है यो नि इम्पोर्टेन्ट क्वेशन हो त है त ट्राइपेनोसोमा भन्ने बित्तिकै के आउँछ है त ट्राइपेनोसोमा भन्ने बित्तिकै स्लिपिङ सिकनेस आउँछ तर कुनैमा आउँदैन यो स्पेसिस नै हेर्न पर्छ है त अब 10 को के हो भने एन्सर यो सी नम्बरको भयो क्या स्यागेज डिजिज भयो क्या सी नम्बरको भयो क्या अब 11 को हेर लेशमानिया ट्रोपिका प्रोड्युसेस अब रिकल हान तिमीहरु आफै है त डिसेन्ट्री हो कि हैन स्लिपिङ सिकनेस हो कि काला आजार हो कि यो लेशमानिया देख्ने बित्तिकै काला आजार लाउँछ नि तर यो पछाडीको स्पेसिस नै हेर्न पर्छ हैन अनि ओरिएन्टल सोर हो है त यसको एन्सर चाहिँ अनि 12 नम्बरको छ स्युडोपोडिया इन अमोइबा आर कल्ड है त स्युडोपोडियालाई के भन्छ लोपोपोडिया भन्छ है त यसको एन्सर सिम्पल छ यो बाइनरी फिसन इन प्यारामेसियम इज ट्रान्सफर है त यो अनि जाइगोट अफ व्हिच वान इज मोटाइल रे कुनको जाइगोट मोटाइल हुन्छ यो प्लाज्मोडियमको हो यो सिम्पल छ अ ग्रुप अफ कम्प्लिट डिभोइडेड अफ कन्ट्राक्टल भ्याक्युल इज अब यो 15 नम्बरको चाहिँ गाह्रै पर्ला त्यो चाहिँ स्पोरोजुआ है त स्टुल अफ पर्सन सफरिङ फ्रम एमोबाइसिक इज के हुन्छ स्टुल एसिडिक हुन्छ है त एसिडिक हो एन्सर नै एसिडिक हो अनि कन्टेन्ट्स अफ फुड भ्याक्युल अफ एमोइबा आर त यो चाहिँ
यो एमोइबा भन्ने बित्तिकै 17 को हैन त 70 फर्स्ट एसिडिक देन अल्कलाइन हुन्छ है त अनि विच इज कल्ड ग्रानुल अफ इन्टेस्टाइन ग्रेडिया जी ग्रानुल है त अनि प्रोटोजोन प्यारासाइट सोइङ बाइमोलिक्युल इज यो 19 को हेर ल त 19 को चाहिँ नि यो डी हुन्छ है त अनि मोनोसाइटिस बिलोङ्स टु द क्लास अब 20 को के हुन्छ 20 को बी स्पोरोजुआ को है त मोनोसाइटिस स्पोरोजुआ एसएम है त स्पोरोजुआ मोनोसाइटिस अब 21 को विच स्पेसिस अफ प्लाज्मोडियम इज मोस्ट डेन्जरस यो सी है त किन प्लाज्मोडियम को यो फ्ल्यासिप्रम भन्ने चाहिँ नि एकदम धेरै डेन्जरस हुन्छ के है त अनि व्हाट ह्यापन इफ मराइन प्रोटोजोन इज ट्रान्सफर टु फ्रेश वाटर भनेर भनेको छ हैन अनि यसको एन्सर चाहिँ के हुन्छ भने इट इनलार्जेस बट बिकम नर्मल अगेन हल्का ठुलो हुन्छ तर नर्मलमा आइपुग्छ है यसको एन्सर यो पो विच वान इज करेक्ट पेयर प्लाज्मोडियम कालाजार हो हैन कालाजार भने हैन कालाजार भने डेस्मानिया भयो प्लाज्मोडियमको हुँदैन स्लिपिङ सिकनेस ट्राइपेनोसोमा ग्रेडिया डायरिया कसरी आइए 23 को भयो 24 को 24 को डी भयो 25 को इन द लाइफ साइकल अफ मलेरिया प्यारासाइट्सको जोइन्ट अकर्स इन आरबिसी हो है त यो ल यति हो क्वेसनहरु 25 वटा चाहिँ नि हैन अनि अरु चाहिए कमेन्ट गर ल त।